हा घुर 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 हुश लखे वेलकम टु माई न्यू भ्लग गाइज। म चाहिँ अहिले टोखामा छु, त्यही हो। टोखामा अहिले 6 अरे जान लागेको नुवाकोट। आज भाइटिका हो अनि त्यही हो। अब 6 अरेबाट फर्केर चाहिँ म भाइटिका गर्न जान्छु। मेरो बाइक चाहिँ तातेर यहाँ रेस्टमा छु है। अनि त्यहाँ मेरो साथी छ, ऊ र म चाहिँ जाने 6 अरे। यसलाई मैले कामबाट उठाएर ल्याएर आएको के के भन्न चाहन्छस् भन्दा मेरो बाइक प्रेग्नेन्ट छ त्यही भन्न चाहन्छु। मेरो बाइक चाहिँ तातेर यहाँ बसिरहेको छु, त्यही हो। ल गाइज त्यही हो। अब फेरि भेट्दै गरौँला बाटोतिर। ल गाइज भेट्दै गरौँ है त। टोखाबाट नि हिँडिसकेको छु। अब यहाँ माथि एउटा आर्मी चेकपोस्ट आउँछ, त्यहाँबाट नि सक्छ है। त्यस्तै हो गाइज, रमाइलो गर्नुपर्छ जिन्दगीमा। अब त्यही हो। अब त्यही हो, भेट्दै गरौँ गाइज। धेरै भ्लग चाहिँ बनाउनु सक्दिनँ है। मैले सेटअप ल्याएर के, अनि त्यो सेटअप भएको दिनमा बनाउँला है। त्यही हो, एक हातले चलाउँदै एक हातले बनाउँदै गरिरहेको छु। लगाइ भेट्दै गरौँ है त फेरि पनि है। अहिले सामान म चाहिँ चेकपोस्टबाट तल लागिसकेँ। बिस्तारै बिस्तारै जाने हो। बाइक अलिक पुरानो छ। के गर्नु, एक हातले यहाँ भ्लग बनाउनु परिरहेको छ, त्यही हो। माउन्ट, मेरो हेलमेट माउन्ट चाहिँ दाइले लगेर गइदियो। अगाडि गाडी छ, त्यही यसरी हिँड्दैछु अहिले। अब अनन्तले जाने हो नि होइन, बनाएर बस्छु जस्तो लाग्यो हो। अहिले 5-10 वर्ष ल अहिले चाहिँ म चाहिँ गुरुङ गाउँ पुगेँ। त्यही अब यहाँ पर्छ यो सुकुटी पाउने ठाउँ भन्ने चाहिँ यही हो। दामी पाउँछ सुकुटी, थाहा छ तँलाई? यहाँ सुकुटी दामी पाउँछ नि, त्यही हो। अब बाइक चाहिँ त्यहाँ छ, साथी यहाँ छ। अब जिन्दगी सरल पोखरी गरीमा देखि जान्छ, बुझी जान्छ। ल गाइज अहिले चाहिँ म 6 अरे पुग्न लागिरहेको छु। बाटो यस्तो खत्तम छ भने साथी यहाँ छ। बाटो त खत्तम छ भने यस्तो हालतमा छ। ऊ त्यहाँ अगाडि गएर चाहिँ साथीले भिडियो खिच भन्दैछु, भिडियो खिच्छ होला। बाटो दामी छ भाइजो। ल हाम्रो पुन्टे जिउ, हाम्रो पुन्टे 4.4 फिट बाटो त साझा। आफ्नै पारामा नाचिरहेछ हाइट यत्तिकै। अलि माथि उठामा झर्ना पुग्यो फाइनल्ली गाइज, पुग्यो। म चाहिँ अहिले 6 अरे पुगिसकेँ। त्यही हो, बाटो चाहिँ एकछिन मात्रै हो, कति 3 किलोमिटर जति होला अफ रोड।
3 किलोमिटर 3 किलोमिटर जति अफरोड छ। अरू चाहिँ बवाल चाहिँ यहाँ खानलाई यहाँ डक्क चिप्सहरू छ अनि त्यही हो टक्क चिप्सहरू छ। बाटो भने यहाँ अलिकति 5 मिनट जति हिँड्नुपर्छ। वातावरण चाहिँ दामी छ कि ठाउँ भनेको पिसफुल एकदम। तर नेपाल राम्रो छैन भन्छ नि त यार। घुम्ने ठाउँ गएपछि यस्तो दामी छ नेपाल। मेरो कुरा सुन न भन्दा ल त्यही हो को डेफिनेसन छ न मलाई। त्यही हो भन्नाले रमाइलो भइरहेछ। त्यही हो अब सुरुमा भ्लग गर्दा त्यही हो साँच्चै त्यही हो। हल्ला नगर्नु त। त्यही हो नि भाइ त्यही हो। ल दामी छ ठाउँ। झरनामा चाहिँ नुहाउने भनेर चाहिँ एउटा कट्टु अनि टावेल अनि मैले चाहिँ माथि लाउने एउटा हालेको छु जाडो हुन्छ कि भनेर। किनभने चिसो लाग्यो नि फेरि यो उसमा चाहिँ ऊ हुने रहेछ कि अलिक गाह्रो नै हुने रहेछ। बाटो यहाँ भर्याङ सरेङ बनाउँदै रहेछ। बनाइसकेको रहेछ। त्यही हो दामी। कस्तो खुसी यार। आज भाइटिका हो कि फेरि अहिले टिका लाउन नगई म यता घुम्न आइरहेको छु कि किनभने टिका लाउने मनै लागेन कि। दामी छ ठाउँ। ऊ त्यहाँ केटोले हेलमेट समात्दै ऊ चाहिँ आइरहेछ। हौ दामी बवाल बवाल बवाल। लगाइ फेरि उता झर्नामा भेटौँला। लगाइ अहिले चाहिँ म चरे पुगिसकेँ। दामी गाइज आउन सक्नुहुन्छ तपाईँहरू नि। ठाउँ दामी छ पिसफुल। झर्ना हेर्नु न त्यहाँ। आज सबै बन्द रहेछ नत्र पहिला यतातिर खानेकुरा चटपटे बियर सियर पाउँथ्यो। अहिले छैन रहेछ। आज भाइटिका हो नि त त्यही भएर। ए दामी कस्तो बवाल के यार। कस्तो मनै आनन्द आउने कि यस्तो ठाउँमा आइसकेपछि। आनन्द मनै हो दामी ठाउँ। त्यहाँ चढेर पोज्दैन शाहरुख खानको। फेरि तल जाला नि ख्यालकोमा सल्लै 1 लाठी हान्नुपर्छ। 1 लाठी। ल जाऊँ। ल भिडियो अफ लगाइ त्यही हो। हामीले स्विम खेलेर अब चाहिँ फर्किन लागिरहेको छु। कस्तो चिसो भने यार। यस्तो दामी पिसफुल ठाउँमा है कस्तो चिसो। बाबा ओए दामी मजा आयो नि त। बाबा